ल गाइस यहाँ हेर्नु त म तपाईँलाई राम्ररी देखाउने छु। यो चिजमा म तपाईँलाई अलिक सजिलो ठाउँमा गएर यसको सम्पूर्ण विवरण भन्ने छु है। र कुरा के भने नि यो एउटा झारमा पाउने बर्खायाममा विशेष गरी एक खालको झारमा पाइने चिप्लो पदार्थ सेतो फिज आकारको छ, फिज जस्तो छ, तरल पदार्थ हो यो। यो चाहिँ तपाईँ हाम्रो शरीरको बाहिरी भागमा काँडा पस्यो र काँडा निक्लिन सकेको छैन र खिल पल्टेको छ भनेदेखि चाहिँ यो चिजलाई लगाइदिनु भयो भने तपाईँले 2-3 चोटि लगाइदिनु भयो र लगाउँदै बाँध्दै गर्नुभयो भनेदेखि 3 दिनमा यो एकदम समाप्त भएर निको भएर जान्छ। यसलाई तपाईँहरूले अपरेसन गर्नुपर्ने स्थितिको खालको छ भने पनि यो चाहिँ लगाउनु भयो भने एकदम राम्ररी निको हुन्छ। मैले धेरै साथीहरूलाई पनि यो प्रयोग गरेर निको बनाएको छु। तपाईँहरूले विश्वास गरेर लगाउनु होला र केही कुरा यसको जानकारी पाउनु छ भनेदेखि मलाई तपाईँले कमेन्टमा लेख्नु होला। म विस्तारमा सम्पूर्ण कुराहरू बताउने छु र अर्को भिडियो पनि तपाईँहरूले बना भन्नुभयो भने म बनाउने छु।